चाहिँ अब दुईजना थिए, अन्द्रियास र एउटा सिमोन भन्ने पत्रुस, दुईजना चाहिँ त्यहाँनिर के अरे उनीहरू साथीभाइ दाजुभाइ चाहिँ छलफल गर्दै अब कहाँनिर के कस्तो हुने हो, त्यहाँनिर माछा मार्ने हो, माछा जलारे हानु त्यहाँ अब पर्छ कि भनेर उनीहरू के हो त त्यो किनारमा माछा जालहरू हान्दै गएको हामी देख्दछौँ। त्यही गर्दाखेरि त्यसै समयमा फेरि पनि त्यहाँनिर यसो ख्रिस्ट चाहिँ त्यहाँनिर देखा पर्नुहुन्छ। अनि 19 पदमा हेर्ने हो भने चाहिँ उहाँले तिनीहरूलाई भन्नुभयो जो चाहिँ अन्द्रियास र सिमोन भन्ने पत्रुस, ती दुईजना व्यक्तिहरूलाई चाहिँ भन्नुभएको छ यसुले चाहिँ है। अनि मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरू कहाँ मछुवा तुल्याउने छु।